ल सलमालको उपलक्ष्यमा हामी चाहिँ टक्क वेलकम टु माई ब्लग मुनबागको यात्रा छ। ग्याङहरू चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ होइन आमामा होइन हाम्रो दुईजना महजोडीहरू चाहिँ गएन धोका दियो हामीलाई होइन यो हेर दामी चाचाको मौसम पनि टक्क घाम पनि लगाइरहेको छैन जाडो जाडो यस्तो जाडो पनि होइन ठिक्क छ है ठिक्क हामी चाहिँ बस ढिलो हुने भएकोले हामी चाहिँ ट्याक्सी चढिसक्यौँ होइन बस टर्मिनलसँग हामी चाहिँ ट्याक्सीमा जाँदैछौँ हामी यो ट्याक्सीमा चाहिँ 4 जना छौँ अर्को ट्याक्सीमा चाहिँ 3 जना छ मौसम हेरौँ न वा हाम्रो ड्राइभर बुढो चाहिँ यस्तो छ बुढो लगभग यो बुढो 70 वर्षको हुनसक्छ है गाडीहरू आफ्नै तरिका सिस्टमेटिक तरिका जान्छ क्या अब यहाँ ओभरटेक गर्छु भन्ने कसैलाई छैन क्या अगाडि छँदैछ हामी आफ्नो बाटोमा छँदैछौँ कसैलाई यहाँ टप्नु पर्ने छैन यहाँ सबैको काम छ छिटै पुग्नु पर्ने हुन्छ र पनि हतार कसैले गर्ने तरिका छ सिस्टमेटिक तरिका टिकट काउन्टर है त कहीँ चाहिँ त्यो दाइले टिकट लिइसक्नु भयो मुनबागसम्मको ल हाम्रो चाहिँ टिकट आइसकेको छ 5 वटा होइन लुकेटा एक-एकवटा ताना त टिकट एक-एकवटा ताना ल एक-एकवटा ताना हाम्रो भाइहरू अब दाइरा मेरो एउटा बाँकी छ है सिट नम्बर आजको यात्रा हाम्रो कतिको ह्याप्पी छौ त केटाहरू एकदम ह्याप्पी हो यात्रा रहेको छ एकदमै रमाइलो गरेर आउनेवाला समय हाम्रो भ्लगलाई अन्तिमसम्म हेरेर साथ दिनु होला परिचय देऊ न त तिमी को हो मेरो नाम चाहिँ नाटक नगरी बोल न एक्चुअल के भन्नु छ फेरि अब के अरे परिचय देऊ त मेरो परिचय दिन्छु ल ल ल म चाहिँ अहिले होइन यो जुबाट मुनबाग घुम्न जान आँटेको परिचय देऊ भनेको कहाँ चाहिँ नाटक गर्ने गरौ तिमीलाई यो त मैले सब भनिरहेको छु नि तिम्रो परिचय पो देऊ न ए मेरो नाम चाहिँ दिलाम राई म चाहिँ यसबाट अहिले यहाँ काम गर्ने चाहिँ खेङ्गिदो योजुसी अहिले चाहिँ हामी योजुबाट मुनबाग घुम्नलाई जान आँटेको धन्यवाद भाइ तिम्रो परिचय देऊ सिधै खाडीबाट ल दाजु एउटा तान्नु मुनबागको टक्क यतिबाट मुनबाग टिकट काट्थ्यो अब सट्ट गाडीमा बसेर गइन्छ होइन हाम्रो ग्रुप चाहिँ यही है हामी चाहिँ अब हाम्रो टोली चाहिँ अब होइन जम्बो टोली चाहिँ चढ्नेवाला छौँ है ल चढा न चढा म पनि यहाँ छु होइन टिकट सहित हामी जाने चाहिँ वन्जु हो वन्जु होइन मुनबागको तर वन्जुको बस चढ्नु भयो र बिच बाटोमा झर्नुपर्छ हामी चाहिँ होइन हामी यहाँ हो दाजु हामी चाहिँ अगाडि नै रहेछौँ है तपाईँको 3 हो कि 4 हो ल हामी चाहिँ गाडीबाट ओर्लिसकेका छौँ है जम्बो टोली पहिले हामी यहाँ बसेको यो थुङ्गुरे सभापातमा 5 वर्ष बसेको हामी अब भोक लागेको अवस्था अनि हामी खाना खानु पर्यो भनेर चाहिँ हामी बसेका छौँ होइन
छै भाइ लक्की रहेछ यार होइन यस्तो टिकट तान्नु दिएको ठ्याक्कै तान्ने त केटीसँगै पर्को त राम्रो केटीसँग परेको थिएन यार टिकट साटेका भइहाल्थ्यो नि आफै बसेको रहेछ अनि अहिले चाहिँ कार्कीलाई देखा भए हुन्थेछ अरे होइन आइसकेपछि साटो भन्दै थियो भाइले यो भिडियो चाहिँ के कतैबाट छविको उसलाई बुहारीलाई पुग्यो भनेदेखि सम्झाउनु होला बुहारीलाई नि छवि 1 नम्बरको छवि बिगारिसक्यो हाम्रो भिडियो चाहिँ युट्युबमा आउँछ युट्युब च्यानल केशव राई सब्सक्राइब पनि गर्नु छविको हरकत हेर्ने भएदेखि भान्साङ चाहिँ आइसकेको छ है भान्साङ आइसकेको छ हामीले चाहिँ मेनुमा के मगाएको भने सबैभन्दा टपको कुदै चिके भन्ने मगाएको एकजनाको 9,001 हाम्रो चाहिँ माल आइसक्यो हाम्रो कुराहरूलाई खान सुरु गरिसक्यो हामी चाहिँ खानासाना खाएर अब बाहिर निस्केर ट्याक्सी चढ्नु जाँदैछौँ ट्याक्सी चाहिँ पर रहेछ होइन त्यसले लान्छ कि लाँदैन ओइ ठाउँ चाहिँ हामी आइसक्यौँ होइन अब यहाँबाट चाहिँ केबल कार चढेर जानुपर्ने हुन्छ अनि केबल कार चढेर ओर्लेर फेरि अलिकति हिँड्नुपर्छ अरे त्यहाँ पुग्नुको लागि चाहिँ तर पहिले आएको ठाउँ चाहिँ यो होइन तर के अरे हामी चाहिँ पुरा जाने बेला भइसक्यो है केबल कारमा हामी चाहिँ आइसकेको छौँ होइन हाम्रो ग्रुप केबल कार है यो चाहिँ कोरियाको केबल कार है Lagi met nang terus kayo? Igop niya. 이거 진짜 태워요? 이 얼굴까지 탈 수 있어요. 올라가세요. हामी चाहिँ केबल कारमा गाइज अनुभव कस्तो भइरहेछ त फर्स्ट टाइम हो नेपालमा चाहिँ चढिसकेको केबल कारभित्र चढिसकेको अवस्था 남자 에디팅에서도 टिकट हातमा राइम्स मिलै राइम्स मिलै 그래서 너무 हाम्रै टिमले ल लेट्स गो ल हामी चाहिँ लेट्स गो ल 훨씬 자유로워 보이는 것도 있고 아니 그 어디 이런 것도 무서워? 아 여기까지 그랬네 아저씨 손에서 잡아 त्यस्तो माथि त छैन र पनि 안전센서 노약장 꽤 당황하지 마시고 여기다 좀 쟤라고 연습도 걸어가는 거 이런 거 하나 생기면 이 동네 사람들 같이 할 거예요 सानको विशेषता चाहिँ त्यो छ त्यहाँ डाँडा डाँडामा पुरा
खोला छ है यहाँ 저기 있잖아. 저기 올라가는 길 있지? 계단이거든. 이게 아까 500몇 계단. 그래서 पनि पास भइरहेछ यहाँ मान्छेहरू 잔도길을 말고 आइसकेको छौँ यहाँ आइसकेको छौँ यो अब हामी ओर्लेर आमा यस्तो 아 그래도 여기는 경치가 좀 딴 데보다 ओर्लेर हामी चाहिँ अब हामी ओर्लेर चाहिँ नि हामी होइन पैदल यात्रा सुरु हुन्छ है त हाम्रो अब टक्क यस्तो जुत्ता लाएर होइन पाहाडै पाहाड डुल्ने हो क्या अब डाँडा पाखा डाँडा खतरा डुल्ने ठाउँ छ यहाँ अब चाहिँ ल अब भरपुर मजा लिउँ है हामी झोर्लुङ्गे पुल होइन नेपालमा धेरै देखेको होइन कोरियामा पनि झोर्लुङ्गे पुलमा चढ्नेवाला छौँ है हामी यस्तो दामी यार गर्मी महिनामा चाहिँ दामी हुने रहेछ क्या शीतल है ल आमा ए भरे खिचौँ न किन आइँदैन कहाँ उतै बस्ने फोटो खिच्ने ठाउँ रहेछ होइन टक्क होइन जस ठाउँ चाहिँ राम्रो रहेछ है यहाँनिर यहाँ म्याप देखाउनु टक्क हामी यहाँबाट छिरेर यहाँबाट जाँदैछ यहाँबाट यस्तो भएर हामी यहीँ फेरि आउँछौँ एब्सोल्युटली राइट लेट्स गो ल अब चाहिँ हामी लाग्यौँ है खतरा झोर्लुङ्गे पुलमा नडराई मोबाइल झर्छ होला यहाँको चाहिँ झोर्लुङ्गे पुल चाहिँ बिल्कुलै फरक हुँदो रहेछ नेपालको त्यस्तो हल्लिन्थ्यो कि हाम्रो यता पक्रेर हेर्नु न झोर्लुङ्गे पुलको विशेषता यही हो त नि अनि पुरा हल्लिरहेछ हाम्रो भुइँचालो आइरहेछ पुलमा यस्तो त नि झोर्लुङ्गे पुल आमा तर यहाँ त हाल्छ हल्लाइदिनु अरे कहाँ हल्लाउँछ त्यहाँ बिचमा चाहिँ अलिक हल्लिँदो रहेछ क्या यहाँ रक क्लाइम्बिङ पनि छ क्या त्यहाँ मुनि
नअठाइ म अठ्याउँछु आम्मामा ठाउँ चाहिँ कडा हो यार आम्मा हेर अझै यहाँ भित्र भित्र जानुपर्ने छ हामी मान्छेहरू यस्तो धेर छ कि बोल्ती बन्द भयो यार भ्लगरको बोल्ती बन्द भयो यार आम्मा नटाइ के हो अठ्याएको होला जाडो बहुत बढिया फाइनली आइपुग्यो फुलबारी कस्तो दामी बनाएको यार हेर नेचुरल पाहाडमा होइन हल्का फुल्का यहाँ मोटोफाइ हानिदिएको छ यस्तो दामी भएको छ कि नत्र के हो र खुल्ला डाँडामा को आउँछ यस्तो डाँडामा तर यहाँ काठको पुल सुल भर्याङ सराङ बनाइदिएर नि त कस्तो दामी बनाइदिएको छ वाउ 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 एकदम वाउ है एकदम वाउ घुमौँ न एक राउन्ड यहाँ त्यही त यो चाहिँ हानुल अरे छङवन सानछेक गिल अरे आम्मामा हेर केटाहरू आउँदैछ यस्तो दामी छ है टेरी हामी चाहिँ पुरा हाम्रो ग्रुप चाहिँ वन्जुको सोगुम सानमा आइरहेको छौँ छुल्लाङ थारीमा यहाँ चाहिँ होइन अब यो जाडो सकेपछि यहाँ यस्तो दामी गार्डन बनाएको रहेछ होइन यस्तो जाडोमा पनि होइन फुलेको फुलहरू सुकेको देखाएको छ होइन पछि यो ठाउँ यस्तो दामी देखिन्छ भन्ने कुरा मलाई अहिले नै थाहा भइसक्यो क्या जाडोले गर्दा रुखको पत्ताहरू केही छैन फुल्ने बेलामा पनि आउनुहुन्छ है भाइ यहाँ भुलेसी गरम महिनामा यहाँ पानी यस्तो छिटिँदा यहाँ फुलहरू फुलेको देख्दाखेरि आम्मा यो ठाउँले मार्केट लिन्छ है मैले थाहा पाइसकेँ आम्मामा हेर न यहाँ यस्तो बाटो छ यार टोली अगाडि बढिसकेको छ है हाम्रो टोली चाहिँ अब यस्तो पुलबाट पाहाडै भिर जानुपर्छ घुम्नुको लागि चाहिँ खतरा बनाइदिएको हो क्या डिल हामी परको यो झोर्लुङ्गे पुलबाट आएको त्यो हलिँदै गरेको त्यो झोर्लुङ्गे पुलबाट यहाँ आइसक्यो हिँड्ने ठाउँ चाहिँ यो मान्छेहरूलाई राम्रो बनाइदिएको यार यो
एक्सर्साइजको लागि चाहिँ क्या पाहाडको स्वच्छ हावा होइन पाहाडमा यस्तो दामी होइन हिँड्ने ठाउँ बनाइदिएको टुरिज्म एरिया अनि यो पाहाड जङ्गलमा को आउँथ्यो यहाँ होइन यस्तो बनाइदिएर है आमा परको त्यो धोर्लुङ्गे पुलबाट आएको हामी यहाँ आइसक्यौँ होइन अब हामी यो भिरको छेउछेउबाट हालेको रहेछ अनि हामी यो भर्याङबाट यो धोर्लुङ्गे पुलबाट तल गएर तल झर्छौँ है साथीहरू अब हामी चाहिँ यस्तो बाटो हिँड्न गइरहेको छौँ है यहाँ मुनिर कत्रो भिड छ अनि यस्तो छेउछेउमा पाहाडको छेउछेउमा अब परको झोर्लुङ्गे पुलबाट झऱ्यो अरे यो झोर्लुङ्गे चढ्यो सट्ट झर्ने हो अहिलेलाई हामी यस्तो पाहाड छ होइन पाहाडबाट यहाँ हेर न यस्तो पाहाडबाट बनाइदिएको कस्तो कडक बनाएको होला यो यस्तरी जोडेको छ यहाँ पक्का हो नि त एकदम पक्का कच्चा होइन पक्का हो क्या काम भनेको पक्का यस्तो दामी सिन देखेको अघि हामी यो झुर्लुङ्गेबाट आएको थियौँ भने अब यता घुमेर यो झुर्लुङ्गेबाट ट्याक्क चाहिँ नि जान्छु भने तल गएर तल उठ्दै कता नि बनाएको त अब यहाँ गएर हामी तल झरेर यो झोर्लुङ्गे पुल उता गएर यहाँ यस्तो झर्छु चाहिँ यो बाटो हुँदै आम्मा हेर पाहाड आम्मा चढ्ने नि अब जाने बाटै त्यही छ त भएन त्यता आम्मा अब हेर यस्तो चट्टा आइपुग्यो यस्तो दामी यहाँबाट फोटो दामी निस्किन्छ केटा यहाँबाट यता यो हावाले कराएर न यसको साउन्ड डरै लाग्छ पुरानो बेबीहरूको पोज यो चाहिँ सर्ट यस्तो डेन्जर हावा आउँदो रहेछ कि डाँडामा छ नि त बाटो त हावाले छिक्छ होइन यहाँ चाहिँ आमा हेर नि यहाँ मुनि कस्तो मुनि छ अनि डाँडामा कस्तो हावा होला पाहाडहरू हेर्नुहोस् हिउँले होइन सबै पाहाडलाई खुस्रो बनाइदिएको छ अब यो कति महिना लागेपछि चाहिँ यस्तो हरियो हुन्छ दामी हुन्छ अहिले जाडोमा चाहिँ यस्तै हो तपाईँहरूले यस्तो डाँडामा चाहिँ मान्छेहरू यहाँ फोटो खिच्ने घुइँचो हुन्छ घुइँचो मान्छेहरू आउने क्रम जारी छ यहाँबाट चाहिँ आउँदै गर्छ जाँदै गर्छ है त साथीहरू हेर न
हामी चाहिँ म चाहिँ यो ठाउँ निस्केर हामी जाँदैछौँ है अब झोर्लुङ्गे पुलतर्फ होइन उताबाट गयो झऱ्यो पनि भयो यताबाट झऱ्यो पनि भयो झर्ने ठाउँ चाहिँ 2 ठाउँ रहेछ होइन केटाहरू जाउँ भनेको जानै मान्दैन फोटो पनि कति खिच्ने हो यहाँ हेर्नुहोस् यहाँ पनि फेरि खतरा बनाइदिएको रहेछ फोटोहरू खिच्ने ठाउँ होइन भिडियोहरू खिच्ने ठाउँ यस्तो गएर खिच्ने यस्तो गएर खिच्ने है त हेर्नुहोस् अबुई झोर्लुङ्गे पुल आम्मा यो पक्रिने होइन यत्रो लठार्दो रहेछ आम्मा यहाँ हेर्नु न बानेको आम्मा के हो यार यस्तो है यस्तरी गाँचेको छ नि कसरी दिन्छ त अहिले पक्का काम छ क्या पक्का 1 नम्बर काम छ क्या यो चाहिँ हेर्नुहोस् झोर्लुङ्गे पुल हो होइन चोर बाने यत्रो मुठाले झोर्लुङ्गे पुल कस्तो दामी झोर्लुङ्गे पुल हो मान्छेलाई यत्रो माथिदेखि केटाहरू आउँदैन अब हामी चाहिँ लाग्यो नि झोर्लुङ्गे पुलमा कडक हेर न अघि हामी त परको झोर्लुङ्गे पुलबाट हिँडेको भने अहिले हामी यस्तो टाढा यो टाढाको बाटो हुँदै यहाँबाट हामी हिँड्दैछौँ होइन झोर्लुङ्गे पुल हेरौँ न बिल्कुलै फरक छ नेपाल र हाम्रो नेपाल र यो हेर त झोर्लुङ्गे बिल्कुलै फरक हो यस्तो खतरा छ हेर न बानेको आम्मा अहिलेको देखिहाल्नु भयो होला त्यहाँ माथि त्यो बानेको ठाउँ आम्मा हेर्नु सक्नुहुन्छ यस्तो कडा आम्मा नाटक यस्तरी फालिएको छ कडक नम्बर 1 छ है नम्बर 1 म चाहिँ अहिले कहाँ के आई वन्जु रहेछ वन्जु आई लभ वन्जु लेख्नु खोजेको होला आई लभ चाहिँ बिचमा लेखेर आई लभ वन्जुमा चाहिँ वन्जु एरियाको हाम्रो झोर्लुङ्गे पुल हेर्नु सक्नुहुन्छ झोर्लुङ्गे पुल कसरी हामीले चाहिँ यो झोर्लुङ्गे पुल तरिसकेका छौँ है होइन हामी लगभग त्यहाँ परबाट आएको होइन म चाहिँ यहाँ तरिसकेको छु होइन यस्तो छ दामी छ यार लोकेसन चाहिँ दामी छ फोटो खिच्नुको लागिहरू चाहिँ होइन भिजिटको लागि एकदम राम्रो छ तपाईँहरूलाई पनि एकचोटि यहाँ आएर भिजिट गर्न पनि सक्नुहुन्छ यहाँ एकदम राम्रो छ नछुटाउनै पर्ने ठाउँ हो यो पनि एक वन्जु मुनमाक एरिया खाङ्गोन्दो वन्जुको एरियामा छुटाउनै नहुने ठाउँ यो पनि एक पर्छ है यस्तो दामी छ थोरै यता आइसकेपछि यहाँ हामीले टोइलेट पनि देख्न सकिन्छ
यही छ यहाँ झोलुङ्गे पुल तर्ने बित्तिकै 10-15 सेकेन्डमा हामी टोइलेट पनि आइपुग्न सक्छौँ। कोरियामा जहाँको पनि टोइलेटको सुविधा चाहिँ एकदम राम्रो हुन्छ क्या। सुविधा मात्रै नभएर यहाँको होइन यति क्लिन हुन्छ कि तपाईँहरूलाई म कसरी भन्नु यार। कत्रो लामो यस्तो लामो छ यार, यत्रो लामो यार। आम्मामा अझै अर्को पनि रहेछ यार। यहाँ त आधी मात्रै भयो क्या यार, सानो ठुलो रहेन रहेछ त यार। आधी ओर्ले होइन यस्तो माथि छ हेर्न सक्नुहुन्छ। आम्मा यत्रो माथि छ। अझै यहाँपट्टि कत्रो हो यार यो त, यत्रो यहाँबाट ओर्लिसक्यौँ होइन। आम्मामा हेर्नुहोस् त गाइज, यस्तो यो कुदाको बाटोबाट हामी यस्तो हुँदै आएको यार। अहिलेको यो हाम्रो यो झोर्लुङ्गे पुल होइन, यस्तो हुँदै हामी चाहिँ अब होइन लगभग हाम्रो आजको भिजिट भनेको चाहिँ यहीँ खतम हुन्छ। खतम भन्नाले पनि अब भ्लग चाहिँ खतम भएको छैन, भिजिट चाहिँ खतम भइसकेको छ। अब फर्किँदाखेरि चाहिँ पर गाडी भएको ठाउँसम्म चाहिँ हामी हिँड्दै जानुपर्ने हुन्छ। तपाईँहरूलाई चाहिँ म यो जानकारी गराइरहेको छु है त। यो एरिया चाहिँ खाङगुन्दो वन्चु एरियामा पर्ने भएकोले चाहिँ यहाँ चाहिँ आई लभ वन्चु लेखेको रहेछ। तर होइन त्यो पानाको चिन्ह चाहिँ डब्लुको अगाडि भएको अलिक राम्रो देखिन्छ। तर ठिकै छ यो पनि आई लभ वन्चु होइन, वन्चु एरियामा छ यो एरिया चाहिँ। तपाईँलाई यहाँभित्र छिर्नुको लागि चाहिँ 18,000 वन पर्छ भने होइन भरपुर मजा लिन सक्नुहुन्छ। राम्रै छ होइन, यतिको एकदम नेचुरल ब्युटीवाला फिलिङ आउँछ यहाँ चाहिँ होइन। नेचुरल ब्युटी प्लस होइन हल्का फुल्का त बनाउनै पऱ्यो नि नेचुरलले मात्रै त बाटोसाटो एकदम। हामी चाहिँ फाइनल्ली होइन यो झोर्लुङ्गे पुल हुँदै 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 यो माथि 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 त्यो पाहाडको फेद 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 त्यो बाटो बनाएको हुँदै हुँदै यो अनि लास्टको झोर्लुङ्गे पुल हुँदै 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 यहाँ आउनुको लागि पनि 2 घन्टा समथिङ लाग्यो भनेपछि यस्तो ठुलो एरिया छ कि एक राउन्ड हान्नु पनि 2 घन्टा लाग्यो भनेपछि तपाईँहरूलाई 18,000 चाहिँ मजाले चाहिँ सेटिस्फाई हुन्छ होइन। अब साउलतिर त्यो आर्टिफिसियलतिर डुल्दाखेरि यति महँगो हुन्छ कि यहाँ त तपाईँहरूलाई 18,000 वन मात्रै रहेछ। एकदम होइन सेटिस्फाई हुने खालकै छ छन् त ठाउँहरू, नेचुरल हावाहरू। वाउ 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 एकदम सेटिस्फाई हुने खालको छ है ठाउँ चाहिँ। हामीले चाहिँ डुल्दा डुल्दा भोक लगाएर खाजामा चाहिँ हामीले चाहिँ मकै खाइरहेको छौँ। मकै होइन ओक्सुसु भन्छ यसलाई कोरियामा चाहिँ। बनाइदियो भनेको छु त मैले, आफू त जेसुकै गर न ल। हाम्रो चाहिँ यहाँ रक क्लाइम्बिङ पनि छ होइन। अघि हामी यो झोर्लुङ्गे पुलबाट सुरु गरेको भने यताको झोर्लुङ्गेमा अन्त गऱ्यौँ। अब हाम्रो लास्ट यो भनेको होइन सब घुमिसक्यो। अब आफ्नो घरतिर लाग्ने। हामी चाहिँ डुलेर होइन टक्क घर भन्दै गरेको देखाउँदिन। हामी चाहिँ आम्मामा बस चढेर आइसक्यौँ है। एकदमै धेरै जाडो छ। अनि गुरुङहरू चाहिँ बसले छोडो, गुरुङहरूलाई चाहिँ बसले छोडो। उनीहरूलाई चाहिँ हामीले ट्याक्सीमा आऊ भनेर अनुमति दिइसक्यौँ। हामी यस्तो मान्छे हो कि दाइहरू ट्याक्सीमा आउनुहोस्। दाइले सुरुमा उयो गर्नुभएको बोलाउनु भएको ट्याक्सी हामी आयौँ अगाडि, फेरि मगाएको चाहिँ ट्याक्सी अलिक ढिलो आउने भएकोले गर्दाखेरि दाइहरूलाई बसले छोड्यो। अनि हामी आयौँ, दाइहरू ट्याक्सीमा आउनुहोस् भनेको छौँ। अनि हामी गएर इमार्टमा सामानहरू हेर्दै गर्छौँ। हामी किन्ने चाहिँ होइन हेर्दै गर्छौँ। त्यसपछि दाइहरू आउनुहुन्छ अनि इमार्टमा हामी बर्गर खाएर जान्छौँ जस्तो लागेको छ मलाई। हाम्रो चाहिँ भ्लग अन्तिम उयसमा पुगिसक्यो। मान्छेहरू गलेर पिलित्तै भएको छ। यता हेर नि मान्छेहरू पिलित्तै गलेर। हामी चाहिँ रात परि पनि सकेको छ होइन। आज डुल्नुको जाँदाखेरि बिहान 11 बजे हिँडेको, रात परिसक्यो, बेलुका 6:30 भइसक्यो है। गलेर पिलित्तै
बसबाट ओर्लिएर अब घर पुग्न आँटेको अब केही मिनट मात्रै बाँकी छ घर पुग्नु अब थाहा छैन निन्द्रा लागेर लोकेसन हान्नुहोस् फाइनल हामी चाहिँ भिजिट गरेर आइसकेको छ रुममा भर्खर आइपुगेको आज जान्थ्यो भइसक्यो त अघि दिइसक्यो खोइ आमा ल आजलाई यहीँ बिट मारिन्छ है ढ्याक